Yeah. Everybody knows that I'm breaking down. Everybody knows I ain't faking now. Everybody knows my heart's vacant now. Yeah, she hates me now, I made mistakes but now I don't ever wanna be alone. I don't really ever feel at home. On my own, in the zone, that's the only way I know. Feeling low, about to blow back up. I won't ever let the doubt creep in. Gotta pop a couple more aspirin. I don't think I'll ever let you in. Easier to break it off best friends. I don't really understand. नमस्ते शुभ ज्ञानी, मेरो नाम आशय डेभिड राई हो र म 20 वर्षको भए। मेरो घर चाहिँ यता पूर्व हो, तर म यहाँ अहिले ट्रेनिङको लागि मेरो मामा घरमा बस्थे, तर अहिले चाहिँ म होस्टेलमै छु र मैले ब्रिटिश आर्मीमा आफूलाई देखाएको 3 वर्ष भयो र मेरो 3 वर्षको एक्सपिरियन्समा चाहिँ मेरो कमजोरी चाहिँ के रहेछ भने मेन भनेको चाहिँ एजुकेसनै रहेछ, किनकि अहिले चाहिँ सबै कुरामा एजुकेसन चाहिन्छ रहेछ, स्पेशली आर्मीमा पनि। त्यही भएर अहिले एजुकेसनमा चाहिँ एकदम फोकस गर्नु। नेक्स्ट इयरको भाइहरू को हुन्छ, अब भर्ती देखाउने केटाहरू जो भयो भने, किनकि एजुकेसनले गर्दाखेरि नै अहिले म मेरो फाइनलमा नाम आएको हो। फिजिकल त मैले त्यति साह्रो राम्रो हानेको त होइन, ठिकै हानेको। सो म चाहिँ दिस सेन्टर आई विल रिकमेन्ड दिस वान अफ द मोस्ट भर्सेटाइल इन एजुकेसन सिस्टम, किनकि अरू सेन्टरमा चाहिँ एकदम सुरुमै हार्ड दिन्छ, जो चाहिँ फिजिकल ट्रेनिङ जस्तो दिन्छ, सुरुमै हार्ड गराउँछु अनि त्यसपछि इजी गर्नु सक्छ भनेर दिन्छ, तर त्यस्तो चाहिँ नहुने रहेछ। फर्स्ट यु निड टु गो फ्रम बेसिक्स। एबीसीडी पढाए जस्तो हो, एउटा सेन्टेन्सलाई कम्प्लिट गर्नुको लागि एबीसीडी चाहिन्छ, भवेल चाहिन्छ। त्यो चाहिँ मैले मेरो 3 इयर्सको एक्सपिरियन्समा अहिलेसम्म अरू सेन्टरमा चाहिँ देखिनँ, जस्तै कि अहिले यो माइटी सेन्टरमा देखेको छु। सो एजुकेसनको लागि चाहिँ बेसिक्सबाटै जानुपर्छ। अनि अब के भन्न चाहन्छु भने हिम्मत नहार्नु। अब कसैको नाम आएको छैन होला, मसँगै भर्ती भयो, मसँगै देखाउने केटाहरूको नाम आएको छैन होला, त्यसको लागि चिन्ता नलिनु, मेहनत गर्नु, एजुकेसन गर्नु, स्योर आउँछ। र म भर्ती हुनु भनेको चाहिँ मेरो बाजेको अन्तिम इच्छा थियो उहाँ बित्नुभन्दा अघि। र वेन आई विल बी सिलेक्टेड इन ब्रिटिस आर्मी, हिज सोल विल रेस्ट इन पिस फाइनली। र मेरो बाजेको अन्तिम इच्छा, मलाई हात पक्रेर उहाँ जब बित्नु भएको थियो हस्पिटलमा, मलाई अहिले पनि याद छ है। त्यही भएर त्यो मेरो बाजेको जलनमा म जहिले राति बोल्ने गर्छु है, म के गर्नुपर्छ होइन, मेरो बाजेको अन्तिम इच्छा छ भनेर म जहिले राति सुत्नु त सुत्छु, तर त्यही पनि एउटा जलन सय भित्र मनमा जलन भइरहेको हुन्छ, एउटा इक जस्तो। सो त्यसले पनि मलाई मोटिभेट गरेको छ। र त्यही हो, अरू त हाम्रो गुरुहरू वान अफ द मोस्ट एजुकेसनको लागि चाहिँ म रेकमेन्ड नै गर्छु। यो चाहिँ सपना यो जति मिठो सुनिन्छ उत्तिकै भारी छ, किनकि सपना देखेर मात्र हुँदैन, पुरा गर्ने सङ्कल्प पनि चाहिन्छ। जीवनको अन्तिम क्षणमा आफ्ना नाति ब्रिटिस आर्मी होस् भन्ने इच्छा व्यक्त गरेका बाजेको यो अन्तिम सपना पुरा गर्ने सङ्कल्प लिएका व्यक्ति हुन् आशय डेभिड राई। Yes sir. Yes sir. Stand by, go! What? Sir David Fry. Yes sir. Video. Yes sir. Stand by, go! Come on. Yes, what I did. 1, 3. The last one, right? Finishing. Right. Up. Stand by, go! उनी आफ्नो बाजेको सपनामा समर्पित भएर हामी माइटी गोर्खासँग आबद्ध रही तालिम गरिरहे। सकेसम्म सबैलाई सहयोग गरौँ भन्ने सहयोगी भावनाका आशय लक्ष्यतर्फ समर्पित मात्र रहेनन्, उत्तिकै अनुशासित पनि रहे। मेरो अधिकार कर्ममा छ, फलमा छैन भन्ने कुरा राम्ररी बुझेका आशय 2 पटक असफल हुँदा पनि अलिकति पनि निराश नभई
आफ्नो लक्ष्यतर्फ अघि बढिरहे र अन्ततः सबै समस्यालाई छेडेर तेस्रो पटक उनी ब्रिटिस आर्मी मात्र भएनन्, आफ्ना बाजेको अन्तिम सपना पनि पुरा गर्न सफल भए। बधाई छ भाइलाई। ओके आसिया डेभिड, तिमी कहाँबाट? म पूर्वबाट हो सर, सुनसरी जिल्ला इटरी वडा नम्बर 20 बाट सर। ओके, अनि तिमीले चाहिँ डोको टाइमिङ कति मान्छौ? म त अहिले रिसेन्टली हानेको त राम्रै छ, 36-20 सेकेन्ड हो, अझै राम्रो हानिन्छ होला। ओके, अनि यो पुरै डोको जर्नीमा, डोको प्रिपरेसन टेस्टमा तिमीले के कस्तो अनुभवहरूबाट अलिकति सेयर गर न मलाई। अनुभव त अब मेरो पहिला केही पनि थिएन, अब यही फ्रेन्डसिप आएर थियो। त्यहाँदेखि चाहिँ अब गुरुहरू जस्तै उहाँहरूले चाहिँ टेक्निकल नलेज दिएर हार्डवर्क र एक्सपिरियन्स मिक्स भएर चाहिँ विनिङ सक्सेस रेसियो अलिक धेरै हुने रहेछ। अनि अब हार्डवर्क मैले गर्नु पऱ्यो, त्यो अब आफ्नै हातमा छ, तर अब एक्सपिरियन्स भनेको हाम्रो गुरुहरू उहाँहरू पनि धेरै एक्सपिरियन्स हुनुभएको छ। सो त्यो दुईवटा कम्बिनेसन मिलेर चाहिँ अहिले मलाई धेरै सजिलो भएको छ डोको हान्नुको लागि। ओके, तिम्रो क्याम्प डेट कहिले हो? जनवरी 19। ओके, अल द बेस्ट फर यो सेलेक्सन। भर्ती भएको देख्नु पाऊँ है त। हस्, थ्याङ्क यू। ओके, नभन्नु भन्छु, दाइ भन्छु भन्छु। कमान गो 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 पोज दियो है। आँखा छोपे, आँखा ल अरू पोज। अब अरू पोज दियो, अरू पोज दियो नि त्यो पोज या। पोज भयो ल, भयो ल ल।